भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै संसद अवरुद्ध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामाथि नै गम्भीर प्रश्न उठेको छ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवड़ाले संसदमा भिजिट भिसामा मान्छे पठाएर अर्बौंको कारोबार गरेको आरोप लगाएको सुमिरे टुर एन्ड ट्राभल्स रासोपाकै कार्यवाहक सभापति डीपी अर्यालको रहेको तथ्य फेला परेको हो। यस घटनाले रासोपालाई थप नैतिक संकटमा पार्ने देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा सहित उच्च स्तरीय न्यायिक छानबिन समिति गठनको माग राख्दै पछिल्लो 1 महिना यता निरन्तर संसद अवरोध गर्दै आएको छ। उनीहरूले प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै उठेर विरोध गरेर सभामुखले समय दिई बोल्ने अनि आफ्ना कुरा राखेर वेलमा नारा लाउँदै आएका छन्। रासोपाका सांसदहरूको यो हरकतपछि शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवड़ाले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। साथै कांग्रेस सांसद खतिवड़ाले रासोपा सांसदहरूलाई लक्षित गर्दै सुमिरे टुर एन्ड ट्राभल्सले विगत 10 वर्षदेखि जापानमा नेपालीहरूलाई पठाउँदै आएको र यसका विषयमा गम्भीर रूपमा सरकारले छानबिन गर्नुपर्ने माग राखेका छन्। संसदमा खतिवड़ाले सुमिरे टुर एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो, विगत 10 वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौं मान्छे पठाएर अर्बौं पैसा त्यहाँबाट लिएर संसदमा प्रतिनिधित्व गरेर संसदबाट सांसद किनेर पार्टीमा प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ। यस्तो कार्यमा संलग्न रहेकाहरूबाट संसदमा आएर उफ्रिने काम भएको बताउँदै निष्पक्ष छानबिन गरी कानुनी दायरामा ल्याउन माग राखे। सुमिरे टुर्स एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो? विगत 10 वर्षदेखि जापानमा भिजिट भिसाका नाउँमा हजारौं मान्छे पठाएर अरबौं पैसा त्यहाँबाट लिएर संसदमा प्रतिनिधित्व गर्ने र संसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ र तिनै मान्छेहरू यता कता संसदमा आएर उफ्रिने काम पनि भएको सुन्नमा आएको छ। यसमा निष्पक्ष छानबिन भएर कारबाहीको दायरा अगाडि बढ्योस् भनेर माग गर्न चाहन्छु। सांसद खतिवड़ाले सुमिरे टुर एन्ड ट्राभल्स कसको भन्दै संसदमा सोधी खोजी र छानबिनको माग गरेपछि हामीले उक्त ट्राभल्सको खोजी गरेका छौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्समा 178/03 सदस्य रहेको उक्त ट्राभल्सको कार्यालय काठमाडौँ 16 खुट्टेमा रहेको देखिन्छ। प्रबन्ध निर्देशकका रूपमा दिपेन्द्र खनाल रहेका छन्। हामीले उक्त ट्राभल्सका सञ्चालकको खोजी गर्ने क्रममा रासोपाका कार्यवाहक सभापति डीपी अर्याल अध्यक्ष रहेको र उनले नै विगत 25 वर्ष यता सञ्चालन गर्दै आएको तथ्य फेला परेको छ। म्यानेजिङ डाइरेक्टर को हुनुहुन्छ? अहिले हाम्रो दिपेन्द्र खनाल नै हुनुहुन्छ। अध्यक्ष हाम्रो डीपी सर हुनुहुन्छ। कि डीबी अर्याल रासोपाको हाम्रो डीबी अर्याल सर? हजुर हजुर। कति वर्ष भयो यो टुर एन्ड ट्राभल्स सञ्चालनमा आएको? त्यो त अब भोलि के आयो नि पछि मलाई पनि थाहा भएन। तपाईँहरूले कहाँ विशेष जापान पठाउनुहुन्छ हो? हजुर। भनेको हिजो पनि राख्नु भएको रहेछ 13 घण्टा अगाडि पनि जापानको लागि विशेष प्याकेज सहित होइन? हजुर हजुर। जापान कतिमा लानुहुन्छ म्याडम तपाईँहरूले? अब त्यो हामीले त्यहाँ अमाउन्ट पनि खुलाएको छ होला होइन सर? एमाउन्ट पनि राखेको छ म्याम, 2 लाख 2.5 लाख हेरी रहेछ प्याकेजमा। थाइल्यान्डको पनि रहेछ प्याकेज। हजुर त्यो चाहिँ अब त्यहाँनिर भोलि हाम्रो म्याम हुनुहुन्छ, हजुर, उहाँसँग कुरा गरेर अनि थाहा हुन्छ सर। भनेको तपाईँ लाने प्रक्रिया के हो? यो भिजिट भिसा हो? हजुर हो, भिजिटमै हो। विशेष गरी टुरिस्ट भिसामा जापान घुमाउन लैजाने यस टुर एन्ड ट्राभल्सले थाइल्यान्ड दुबईमा समेत टुरिस्ट भिसामा आन्तरिक पर्यटकहरूलाई घुमाउन लैजाने गरेको दाबी ट्राभल्सका कर्मचारीले गरेका छन्। शुक्रबार मात्रै सामाजिक सञ्जाल मार्फत 4 रात 5 दिनको 2,50,000मा जापान घुम्न जान प्याकेजको विज्ञापन प्रकाशन गरेको ट्राभल्सको फेसबुक पेजमा देख्न सकिन्छ। यो हेर्नुहोस्। बाघ कराउनु र स्याल हराउनु एकैचोटि भएको हो वा रासोपाको निरन्तरको संसद अवरोधको आक्रोशका लागि आक्रोश मात्र पोखिएको हो त्यो त समयले बताउला। तर संसदमै नेपाली कांग्रेसका नेता रामहरि खतिवड़ाले कुनै एक कम्पनीको नाम नै तोकेर छानबिनको माग गर्नु अनि त्यो कम्पनी रासोपाका नेताकै हुनुले यो विषय थप गम्भीर बन्ने पक्का पक्की छ। बाँकी दुधको दुध पानीको पानी त छानबिन पछि नै बाहिर आउला।